ल है किरण किरण ल हामी कहाँ जान्ला रे सोलुखुम्बु ल है अब हामी त हिँड्न लाग्यो सकियो आज हामी जाँदैछौँ सोलुखुम्बु सल्लेरी हामी चाहिँ बिहान बिहान सोलोतिर निस्केको अब हामी चाहिँ अहिले बल्ल बनेपातिर आइपुगेका छौँ अब यहाँ यसो चियाहरू खाइदिउँ भनेर हामी चाहिँ अहिले बनेपा आइपुग्यो है त नाम चाहिँ आचार्य जलपान गृह रहेछ के हो सेल त खतरा छ त डटेड वाला हो क्या डटेड के हो डटेड त हुनै पर्दैन हैन कस्तो भइरहेछ त यात्रा कति खान सक्यो या तिमीले ज्यान ज्यान छ भने हामी बनेपा पुगेर खाजा खाएर अब फेरि सुरुमा छौँ अब चल्नलाई हाम्रो यो हल्का कसकास चलिरहेछ ब्यागको डल्लै जोर लगाएकै हाइस्या यस सबै ब्याग हाम्रो जस्तो देखिरहेको फेरि पुरै राइडर देखिरहेको छ यस्तो पाराले हामी भोलि मात्र पुग्छ है यस्तो पाराले भोलि पुग्छ है हामी है गाई मैले भल्गर भनिसकेँ लगन होइन भल्गर भल्गर हामी चाहिँ अब धुलिखेल आइपुगेका छौँ अब धुलिखेल आएपछि यसो हिमालहरू देख्न थालेको छ है हामी यो धुलिखेल कतेपछि अलि अगाडि मङ्गलतार कञ्चनपुर भन्ने ठाउँतिर चाहिँ अलि अस्ति आएको ठुलो वर्षाको कारणले पहिरोहरू आएर पुरै बाटोहरू चाहिँ अलि बिग्रेको रहेछ पुरै बाटै छैन सबै अहिले यो रोसी खोलाको किनार किनारबाट सबै बाटो बनाइरहेको रहेछ खत्रै बाढी आएको अवस्था छ यता चाहिँ अस्ति न त्यही भएर पानी पर्दा चाहिँ अलि रिस्की नै हुँदो रहेछ यो बाटो चाहिँ अब जान त गइयो फर्किँदा चाहिँ के हुन्छ हेरौँ पानी परेको त गाह्रै पर्ला जस्तो
को बाटो त्यो बाटो हेर्ने माथि बाटो छ अरू बाटो माथि हो खोलाको बाटो सो हामी चाहिँ अब मुलकोट आइपुगेका छौँ। अब यहाँबाट सिन्धुली आउँछ, त्यसपछि खुरकोट पुगेपछि हामी लेफ्टतिर लागेर अब ओखलढुङ्गाको बाटो हुँदै सल्लेरीतिर लाग्छ। किरण सर कस्तो भइरहेछ? रमाइलो भएर त चाक दुखेर चाहिँ अलिकति गाह्रो भएर त्यति मात्र ल भेना भन्नुहोस् फिलिङ्स तपाईँको। फिलिङ खाँदै अनि के हो तलतिर पल्टाइदिएला यार कस्तो लाग्यो दाइ? दामी ल दाइ यो म्यान यो 155 किलोमिटर गयो हामी अहिलेसम्म। कस्तो चक्राउले 20 किलोमिटर बाइक छ। अब 20 किलोमिटर चाहिँ हामी अब हाम्रो नास्ता खाजा खाने टाइम भयो। खाजा खानै खाएको छैन, के खाजा? पुरानो बजार बदस एउटै त हो नि के हो? 55 त अब हाम्रो चाहिँ सिन्धुली कटेर खुरकोट पुग्न लाग्छ है अब चाहिँ ल। अनि खुरकोटबाट लेफ्ट लाएर कस्तो त खाना मिठो छ त माउन्टेन शेर्पा होमको? ए तेरो यत्रो यार गुगलमा हेर्दा हेर्दै आएको, यहाँ पुगेपछि त खाना बन्दैन भन्दा फेरि अब फर्केर जानुपर्ने भएको छ। ल हेर्न ए बल्ल थाक्यो यार, खोज्दा यहाँ चाहिँ खाना मिठो पाउँछ भनेर हामी यहाँ खाना लगाएको। तल ट्राफिक जाललाई सोधेको यहाँ खाना मिल्छ अरे जोस ट्राफिक आइसक्यो। मटन चिन्ता चिकन हो त्यही भएर मान्छे अघि थियो हाम्रो घुर्मी बजारमा एकदमै मिठो खाना खायो जोशी होटलमा। अब हामी चाहिँ आफ्नो गन्तव्यतिर लाग्दैछौँ। बाइक खराब हेर ल। के भयो रे? अब बाइक बिग्रेर कस्तो गरम भयो यार। चेन टाइट गरिदिउँ भनेको। खै बोल मोबिल हाल्नु नि हाम्रो मोबिल हाल्नु तपाईँ के हाल्ने रे? मोबिल
अब मजाले खाना नि खायो अब यहाँबाट चाहिँ उकालो छ के अरे अब त चढाइ होला ल कस्तो बाटोहरू ल अब सबै उकालो हो अब त ए माथिको बाटो होइन यति तपाईँ गलत इन्फर्मेसन आएर फल्का कस्तो माथि सल्लेरीको बाटो गएको छ सल्लेरी गएको छ छैन यो केटी कहाँको उदयपुरैको ल भन्नुहोस् किन हानेको बिना किरणले छल्यो होइन किरणको साकै गयो एक्कासी देखिदिएर ल बाइक जाने बित्तिकै दुई तिन टुक्रा भएर होइन योभन्दा ठुलो छ त्यो टुक्रा बस्टेको लोनमा राखा होला क्या त्यो नहटाइकन हिँड्यो क्या अमित चाहिँ खोइ त त्यो सुरुवाल अगाडिको पछाडि होइन जम ल सुरु सुरु कुन बाटो हो ए यहाँबाट रहेछ यहाँबाट अब 41 किलोमिटर रहेछ ल ओखलढुङ्गा हामी 183 किलोमिटर आइसक्यो यहाँबाट ओखलढुङ्गा अझै 41 किलोमिटर छ अनि त्यसपछि चाहिँ हाम्रो यात्रा हुनेछ सल्देरीतिर यहाँ चाहिँ अब केटाहरूको टिकटकको लागि भिडियो बन्दैछ अहिलेसम्म बाटोहरू त सबै राम्रो छ लगभग त्यही अघि न मङ्गलटार भन्ने ठाउँमा त्यो रोसी खोलाले गरेर अस्ति पहिरोले गर्दा बाटोहरू बिग्रिया रहेछ नत्र त बाटोहरू एकदम राम्रो सबै पिच छ धेरै जस्तो ठाउँमा अहिले चाहिँ पानी परेर मौसम अलिकति हुसो पर्न थालेको छ तर वेदर चाहिँ राम्रो छ खासै त्यस्तो विधि बाक्लो पानी चाहिँ परेको छैन अब जति जति नजिकै गयो हिमालहरू चाहिँ त्यति राम्रोसँग देख्दै जाँदैछ है एकदमै दामी देखिँदो रहेछ यहाँबाट हिमालहरू चाहिँ
ल हामी चाहिँ अब आइपुग्यो अब चाहिँ यसो प्याक स्याक कसलाई टुम्बा कसलाई ल के है त ल यो हो हाम्रो त कहाँ यो चाहियो ल चेस ल कसलाई रुम्बा कसलाई टुम्बा कसलाई जुम्बा यो याकको सुकी चाहिँ साह्रै मिठो हुँदैछ है अलिकति चपाउनु गाह्रो तर याकको सुकी चाहिँ मिठो हुँदैन टोम्बा है टोम्बा हेर टोम्बाको पानी ए सबै उ पनि आउने नि चिसो चिसो मौसम छ चाहिँ खाना खाने हो नि त भोक लागिरहेछ भोक लाग्छ कि छैन यो जाडो छ हाम्रो बहिनी दिएर चाहिँ धेरै लास्टै जाडो लाग्यो बहिनी यता आउनु यस्तो चिसो ल यो बहिनी देखेर चाहिँ हामीलाई चाहिँ जाडो छैन बहिनीलाई झन् जाडो हो छैन हामीलाई कस्तो जाडो छ चिसो चिसो छ पानी परिरहेछ ल कतिको चिसो भइरहेछ अब तातो तातो खाना आइसकेको छ है त अहिले कस्तो तर्रै आएको छ कि कस्तो त चौरी गाईको घिउसँग भात एकदम मिठो सुन्मेश्वरी बाला 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 यसले त खायो मलाई चाहिँ मन परेन यो घिउ मलाई चाहिँ पचेन घिउ